हेलो साथीहरू, आज चाहिँ अब यो हाम्रो पूर्वमा पकाइने अनर्सा रोटीको चाहिँ भिडियो हेरौँ है त। मैले हुन त प्रत्येक वर्ष नै जब यो अनर्सा बनाइन्छ तब मैले यो राख्ने नै गरेको छु भिडियो त होइन। तर हामी जस्तो अब सानो युजरको कसले नै हेर्छ, धेरै मान्छेले हेर्दैनन् पनि र धेरै यो भिडियो फैलिँदैन पनि। त्यही पनि जतिजनाले हेरिदिनुहुन्छ जे रमाइलो लाग्छ, खुसी लाग्छ होइन। अब यो अनर्सा रोटी बनाउँदा चाहिँ खास गरेर त्यसमा खासै गाह्रो कुराहरू पनि छैन होइन, सबैले बनाइहाल्नुहुन्छ। तर अब पश्चिमतिर चाहिँ यो सक्खरमा बनाउनु हुँदो रहेछ र यसको कलर रातो आउँदो रहेछ। अब हामी पूर्वतिर चाहिँ चिनीमै बनाउँछौँ। अब अर्सा पनि चिनीमै र अनर्सा पनि चिनीमै बनाउँछौँ होइन। अब यो अनर्सा बनाउनलाई चाहिँ मैले यो भिडियोमा त अघि देखाइसकेँ, तर गफ बढी भयो होइन। अब यसमा चाहिँ हामीले सबभन्दा पहिला त चिनीलाई अब अलिकति कागतीको रस निचारेर राख्ने, त्यसलाई चिनीमा मजाले चिनी मलेर चाहिँ चिनीलाई चाहिँ अलिकति लटक्क पारिसकेपछि चाहिँ पिठो जति मात्रामा चिनी राख्नुभएको छ त्यसको डबल गरेर पिठो राख्ने। पिठो राखेर चाहिँ मजाले त्यसलाई थिचेर 2-2.5 घन्टाको लागि चाहिँ त्यसलाई एकदम रेस्ट हुनको लागि राखिदिइसकेपछि पिठो चाहिँ यस्तो नरम हुन्छ होइन। अब यस्तो नरम भइसकेपछि चाहिँ अब हामीलाई चाहिँ प्राय यो केराको पात नै सजिलो लाग्छ। अब कतिजनाले त प्लास्टिकमा बनाउनुहुन्छ, कतिजनाले त केमा बनाउनुहुन्छ होइन। कसैले पोस्टदाना राखेर नाङ्लोमा पनि बनाउनु हुँदो रहेछ। अब त सबैको आफ्नै तरिका हुन्छ र आफूलाई जसरी सजिलो लाग्यो त्यसरी नै बनाउने हो। तर हामीहरू चाहिँ पहिलेदेखि नै यो केराको पातमै सजिलो लाग्ने भएर हामी चाहिँ केराको पातलाई अलिकति नरम गरेर यसमै पथार्छौँ होइन। यसरी नै पथार्दाखेरि यसरी राम्रै बनेको छ अहिलेसम्म। हामीले बनाएको चाहिँ यस्तो राम्रो रोटी भयो है त साथीहरू। थ्याङ्क यू सो मच।